यो साङबाले तल्लो साङबालेको प्रतीक्षालय। अब तपाईहरु यही नजिकै प्रतीक्षालयमा आउनुहुन्छ। प्रतीक्षालयको अपोजिट साइडमा यो प्रतीक्षालयबाट अगाडि बढ्ने बाटो भयो। यो मदन भण्डारी राजमार्ग सिन्धुली हेटौँडा जाने बाटो हो। अब यही प्रतीक्षालयको साइडमा तपाईले देख्न सक्नुहुन्छ समय अर्गानिक तोरी मिल। यो चाहिँ हाम्रो दिपेश बलज्यूले चाहिँ सुरु गर्नु भएको छ। अब यसैको बारेमा आज जानकारी गराउँछु। यहाँबाट हामी तोरी अब यतापट्टि जान्छौँ। यो बाटो गएपछि यहाँ पर अर्गानिक तोरी मिलको घरमा देखिएको छ। अब हामी बिस्तारै त्यहीँ जान्छौँ। ल दिपेश सर नमस्कार। नमस्ते। ल उहाँ हुनुहुन्छ हाम्रो युवा व्यवसायी दिपेश बल हुनुहुन्छ। कमलामाई 4 साङबाले तल्लो साङबालेमा उहाँले अर्गानिक तोरी मिल समय अर्गानिक तोरी मिल भनेर सुरु गर्नुभएको छ। र अब उहाँकै मुखबाट उहाँले कसरी सङ्घर्ष गर्दै यहाँ आइपुग्नु भएको छ वहीँबाट सुनौँ। ल सर यो तोरी मिल तपाईले सुरु गर्नमा कतिको सङ्घर्ष गर्नुभयो, के गर्नुभयो, कहिलेबाट सुरु गर्नुभयो? म चाहिँ हाल 2-4 वर्ष चाहिँ बाहिर बसेँ हैन। त्यसको सिलसिलामा चाहिँ अब बाहिर 2-4 वर्ष बसेपछि चाहिँ अब के दिमागमा आयो भने चाहिँ नेपालमै बस्यो भने चाहिँ एक वर्ष 2 वर्ष गर्दै जाँदाखेरि एक्सपिरियन्स पनि बटुल्दै जाइन्छ अनि केही अनुभव पनि हुन्छ। हामीले विदेशमा गएर चाहिँ 2 वर्ष 3 वर्ष काम गर्छौँ। त्यहाँ गएर चाहिँ हामीले चाहिँ केही सर्टेन पैसाहरू कमाउँछौँ हैन। हामीले यहाँ 1 वर्ष कामको सङ्घर्ष गर्दा 2 वर्ष सङ्घर्ष गर्दा चाहिँ यहाँ केही कमाइ गर्न नसकेला। तर एक्सपिरियन्स पनि बटुल्ने गर्छ। जस भविष्यका लागि चाहिँ यसलाई चाहिँ आफूले चाहिँ यसलाई चाहिँ अगाडि ठुलो बृहत रूपमा चाहिँ बढाउन सकिन्छ। ल अहिले मैले यो मिसिन सानोबाट सुरु गरेछ हैन। अहिले नर्मल अलि भर्खर स्टार्ट गर्छु। ल पक्कै पनि अहिले हामी मिसिनहरुको बारेमा यो पनि हजुरले जानकारी गराउनु होला। ल हुन्छ है। ल यो हजुरले बताउँदै हुनुहुन्छ यो मुख्य मिसिन है छ। यो मिसिन कस्तो खालको बताउनुस् त? यो चाहिँ 105 मोडलको चाइनिज मिसिन हो। यो चाहिँ अहिले हाल नेपालमा चाहिँ पहिलाको पुराना मोडलका मिसिनहरू हुन्छन्। तर यो देख्नमा सानो हो मिसिन हैन। तर यसले चाहिँ यसको क्यापेसिटी चाहिँ तपाईको 24 आवरमा चाहिँ यसले चाहिँ 5 टनसम्म चाहिँ क्यापेसिटी छ। यसको चाहिँ पेल्ने क्षमता यसको हजुर यसले यति फास्ट गर्छ कि जति तात्यो मिसिन त्यति फास्ट यसले राम्रो काम गर्छ। यसले 5 टन भनेको लगभग सानो गाडीको लगभग 1 गाडी चाहिँ दिनमा यसले प्रोडक्सन गर्छ। त्यसै गरी उतिहरूको मिसिन छ त्यो चाहिँ हाम्रो ओइल फिल्टर गर्ने भने चाहिँ यो मिसिनको कति प्राइसमा ल्याउनु भयो सर? यो मैले 4,70,000 भनेको थियो हैन। हजुर मैले डिस्काउन्ट गरेर त्यो 4,60,000 मा चाहिँ मैले भनेको यसले दिनमा कति अब लिटर भनौँ न कति प्रोडक्ट गर्न सक्ने हो यसले उत्पादन? यसले उत्पादन यसको चाहिँ 5 टन भनेपछि लगभग 50 क्विन्टल है। 50 क्विन्टल चाहिँ यसको क्यापेसिटी। ल भनेपछि चाहिँ यो एउटा मिसिन भयो। अर्को के छ सर? यो चाहिँ फिल्टर गर्ने मिसिन भनेको भयो। यो चाहिँ यहाँबाट चाहिँ फिल्टर भएर चाहिँ त्यहाँबाट तोरी पेल्ने। त्यहाँबाट चाहिँ यहाँ अब स्टोर हुन्छ। यहाँबाट तेल यहाँ बस्छ यहीबाट आउँछ है। अब सेटिङ गरे हैन अहिले। यताबाट पेलिएर तोरी यहाँबाट आउँछ। यो पाइपबाट आउँछ स्टार्ट हुँदैछ। यसलाई चाहिँ मैले चाहिँ के गर्छु भने अहिले चाहिँ हामीले घरेलु रूपमा चाहिँ यसले यहाँको पेल्ने गाउँघरकै पेल्ने हजुर हजुर अनि यसो अलिअलि तेलहरू बेच्ने यसो गरेको छु। अहिले खासमा चाहिँ यसलाई चाहिँ मैले चाहिँ एउटा प्याकेजिङ सिस्टममा चाहिँ त्यहाँबाट चाहिँ तोरीलाई चाहिँ प्रेस गरेर चाहिँ यसलाई फिल्टर गरेर चाहिँ अनि त्यसपछि चाहिँ हामीले चाहिँ फिल्टर गरेर चाहिँ प्याकेजिङमा जाने चाहिँ एउटा ए कम्पनीद्वारा ब्रान्डै बनाएर अहिले नर्मल्ली दिनमा तपाईँले कति पेलिरहनु भएको छ? नर्मल्ली मैले 3 क्विन्टल 4 क्विन्टल अहिले नर्मल्ली। र त्यसको बजार कहाँ खपत गरिरहनु भएको छ? अहिले लोकल अहिले गाउँ घरतिरै यसो गरेर छ पेलिया छ। अब चाहिँ यसलाई चाहिँ ब्रान्डिङ गरेर चाहिँ मेरो चाहिँ मार्केटमा लाने सोच गरेको छु। ओहो ल राम्रो भन्छ चाहिँ अहिले सबै हामीले यसको ट्रेनिङ जस्तो पनि अलिकति अनुभव जस्तो पनि भयो हैन। किनकि हामीले अहिले सर्टेन समयमा पैसा कमाउन नसकेला तर यो भविष्यमा आफूले एक्सपिरियन्स पनि बटुल्दै जान्छ। किनकि यो तेल भनेको चाहिँ मान्छेको दैनिक उपभोग गर्ने एउटा माध्यम पनि हो हैन।
सबैले गर्छन् तर मान्छेले राम्रो पनि लानु भएको छ राम्रो पनि छ भन्नुभएको छ। यसै गरी यो तल यो खाल्टो देखिरहेको छ, यो खाल्टो के छ र यो यहाँ स्टोर हुने फिल्टर भएको यहाँ चाहिँ ट्याङ्की बस्छ। हजुर फिल्टर भएर यहाँ आएर बस्छ, स्टोर भएर बस्छ। यहाँ चाहिँ पम्पिङ गरेर मोटरले यहाँ चाहिँ ट्याङ्की स्टिल ट्याङ्कीमा स्टोर हुन्छ। यतापट्टि फिल्टर यहाँ ल्याउनै बाँकी छ। हजुर यो स्टिल ट्याङ्कीहरू ल्याउनु छ, पम्पिङ मोटरहरू ल्याउनु चाहिँ अनि बोतलमा प्याकिङ गरेर चाहिँ सिल गरेर चाहिँ। यो सुरु गर्नु भएको कति महिना हो तपाईँले? यो मैले असार मसान्त भनेपछि अहिले तपाईँले कस्टमरबाट ग्राहकबाट कस्तो रेस्पोन्स पाइरहनु भएको छ? के सुधार गर्नुपर्ने भनेका छन्? के छ उहाँहरूले त भन्नुभएको छ तपाईँले कसरी आइडिया ल्याउनु भयो, यो कसरी कन्सेप्ट ल्याउनु भयो, कसरी गर्नुभयो भनेर चाहिँ मलाई चाहिँ एकदम खुल्दिली गरिरहनु भएको थियो। किनकि मैले चाहिँ अब हामीले 2 वर्ष 3 वर्ष विदेश गएर मेहनत गर्छौँ। यो मेहनत चाहिँ आफूले त्यो सर्टेन 2 वर्षमा नकमाउन सकेला, तर जोस् आउने भविष्यमा आफूले गर्न नसके पनि छोरा नातिको पालामा चाहिँ यो चाहिँ बृहत रूपमा बढ्दै गएपछि उसले पनि त्यो नलेज सिक्छ आफ्नै देशमा के गरौँ भन्ने एउटा जागरस होस् भनेर। सर यो अब तपाईँले बताउनु भयो, अनि यसमा तपाईँले तोरी कताबाट ल्याउनुहुन्छ अहिले र कसरी तपाईँलाई महँगो पर्छ कि के छ त? बजारमा भएको तेलभन्दा तपाईँलाई अप्ठ्यारो भएको छ कि महँगो भएको छ के छ भन्नु त? यस्तो रहेछ, यो चाहिँ खासमा के रहेछ भने अहिले यो अफ सिजन छ। अफ सिजनमा ल्याउँदाखेरि चाहिँ तपाईँको के हुँदो रहेछ भने चाहिँ अलिक ठिकै रेटमा आउने। हजुर तपाईँको अफ सिजनमा चाहिँ यसको रेट चाहिँ हाई हुँदछ कच्चा पदार्थको। हजुर अनि त्यसपछि सिजनमा चाहिँ स्टोर गरेर राख्यो, अनि त्यसलाई स्टोर गरेर चाहिँ अफ सिजनमा चाहिँ त्यसलाई चाहिँ मार्केटिङ। भने चाहिँ तोरीको यहाँ के को पेल्नुहुन्छ? तोरी सर्स्यौँ अहिले तोरी मात्रै? अहिले तोरी मात्रै छ। भने चाहिँ नर्मल्ली बजारको भन्दा तपाईँकोमा के छ? सस्तो महँगो बराबरी तेलमा के अरे प्राइसमा दिनुहुन्छ के छ? यस्तो छ, मैले यसो बजारी अनुगमन गरे अनुसार चाहिँ तपाईँको तेलहरू पनि 2-3 क्वालिटीको हुन्छ। एउटा अब सनफ्लावर भन्छन्, एउटा त्यो तपाईँ कार्टुनमा प्याकिङ गरेर बेच्ने हुँदछ, त्यो चाहिँ तपाईँको अब 250-240मा लिटरको हिसाबले आउँदो रहेछ होइन। अब त्यसै गरी सनफ्लावर हिजो मैले देखेको सनफ्लावर तपाईँको जर्किनमा राखेको लगभग 450 रुपियाँ जति पर्न आयो। अनि किन यो चाहिँ हाई भयो, किन चाहिँ हामीले त्यो सनफ्लावरै हो त्यो चाहिँ किन महँगो पर्यो भने यो चाहिँ अलिक क्वालिटी राम्रो छ भने। त्यसै गरेर अहिले अब यो हामीले चाहिँ यहीँ ल्याएर कच्चा पदार्थ ल्याएर चाहिँ अब हामीले चाहिँ यहीँ आँखै अगाडि पेलेर दिँदाखेरि चाहिँ यो चाहिँ अब शुद्ध मिसावट पनि छैन, केही केमिकल पनि छैन, त्यही भएर चाहिँ यो राम्रो पनि छ। अब यो सनफ्लावर भन्दा पनि सनफ्लावर धेरै लाग्छ तर चिलो बेसी हुन्छ, तर यसलाई थोरै हालिदियो भने तपाईँको धेरै काम गर्ने हुने। हजुर त्यस्तो स्वास्थ्यको लागि अहिले दैनिक तपाईँले कति लिटर जति पेलिरहनु भएको छ, उत्पादन गर्नुहुन्छ? मैले 40 लिटर र यहीँ खपत हुन्छ 40 लिटर है? भने चाहिँ तपाईँलाई यो व्यवसायबाट राम्रै गर्न सकिन्छ, यसलाई ब्रान्डिङ गर्न सकिन्छ भन्ने तपाईँलाई राम्रो आत्मविश्वास छ होइन? मेरो हिसाबै त्यही हो। अब खासमा हो भने यो बजारीकरण गर्नुपर्छ एक कुरो। पहिला मार्केट भिजिट गर्नु पर्यो, कहाँबाट के ल्याउने, कसरी ल्याउने, कच्चा पदार्थ कतिमा ल्याउने, कुन समयमा किन्ने, यसलाई कसरी मार्केटिङ गर्ने होइन, कति रेट राख्ने भन्ने कुरामा चाहिँ यसलाई मैले विस्तृत रूपमा चाहिँ यसलाई चाहिँ तपाईँले पहिला सुरु अवलोकन गर्नुहोस्, अनि त्यसपछि चाहिँ कसरी लाने कसरी गर्ने, अनि त्यसपछि तपाईँले चाहिँ निचोड राखेर चाहिँ अनि गर्न सक्नुहुन्छ। यो तपाईँलाई यहाँ तोरीको तेलको मिल थिएन, तपाईँलाई आइडिया कसले दियो? कसरी चाहिँ तपाईँ तोरी मिलै छान्ने तपाईँले राख्ने विचार गर्नुभयो? यस्तो म चाहिँ अब लगभग 2-4 वर्ष चाहिँ बाहिर पनि गएँ, अनि त्यसै सिलसिलामा चाहिँ मैले यस्तो मार्केटिङ फिल्ड लाइनमा पनि अलिकति अनुभव भएको कारणले चाहिँ मैले धेरै रिसर्च गरेँ। मैले हरेक विभिन्न किसिमका मेसिनहरू राख्ने गरेँ। मैले अब चाउमिन फ्याक्ट्रीहरू पनि छ होइन, यसो एनालाइसिस गर्ने, अनि अरू अब चिप्सहरू बनाउने प्रोडक्सन गर्ने मैले त्यो पनि एकदम एनालाइसिस गरेँ। अनि त्यसै गरेर मैले चाहिँ अब त्यसको चाहिँ अलिकति मार्केटमा कम्पिटिसन पनि भयो, अनि अलिकति हामीले सानो पुँजीको नसकिने हो कि ठुल्ठुलो कम्पनीसँग भनेर मैले यसो एनालाइसिस गरेँ। अनि मैले तेलको यसो विचार गर्दाखेरि यो तेल भनेको चाहिँ मान्छेले अहिलेको स्वास्थ्यको लागि मान्छेले एकदम उपयोग ठानेको कारणले चाहिँ आफू घरेलु उत्पादन अर्ग्यानिक तोरी तेलबाट चाहिँ उत्पादन गरेको चाहिँ
उपभोग गऱ्यो भने चाहिँ स्वास्थ्यको लागि राम्रो छ भन्ने हिसाबले चाहिँ मैले चाहिँ अब दैनिक रूपमा उपभोग गर्न पनि सकिन्छ, मान्छे उपभोग गर्छन् भनेर चाहिँ यो कन्सेप्ट ल्याएर चाहिँ। अनि यसको लागि अब पुँजी के गर्नुभयो? ब्याङ्कबाट लोन लिनुभयो होला अथवा यहाँको स्थानीय जो सरकार छ नगरपालिकाहरूले केही तपाईँले अनुदान लिनुभएको छ कि कसरी सुरु गर्नुभएको छ? मैले खास गरी चाहिँ पहिला यसो बुझ्दै गएँ, के गर्दै गएँ, मैले केही बाहिर यसो आफूले दुःख सुख होइन सबै कुरा बुझ्दाखेरि चाहिँ अनि आफ्नो देशमा पनि केही गर्नुपर्छ भन्ने सबैको छ दिमागमा, तर के गर्ने कसो गर्ने भन्ने कुरा चाहिँ थाहा छैन। अनि मैले यसो गर्ने सिलसिलामा केही बुझ्दै गएँ, अनि हामीले गर्दाखेरि चाहिँ केही अनुदानहरू पनि पाइने रहेछ भन्ने अलिकति आयो। अनि त्यसै गरी अब अनुदानले पनि पुग्दैन, आफूले अनुदान अब 50% दिन्छ भने 50% आफ्नो लगानी पनि लाउनु पर्ने हुन्छ। अब तपाईँले भनेको बेलामै फेरि अनुदान पाउँछ भन्ने पनि हुँदैन, उसको अब कहिले पास हुन्छ कहिले के हुन्छ, पहिलो सुरु चाहिँ आफ्नै लगानी लगाउनु भएको छ। तपाईँ यहाँको स्थानीय सरकारलाई के भन्नुहुन्छ? हामी जस्तो व्यवसाय गर्नलाई युवाहरूलाई केही सहयोग यस्तो बजारीकरणमा अथवा आर्थिकमा यस्तो सहयोग गरेदेखि हामीलाई सजिलो हुन्थ्यो भन्ने तपाईँ स्थानीय सरकारलाई, वडालाई, पालिकालाई के भन्नुहुन्छ? म स्थानीय सरकारलाई के चाहिँ भन्छु भने तपाईँ आएर एकचोटि भिजिट गर्नुहोस्। तपाईँ मान्छेको अनुहार हेरेर मान्छेलाई तपाईँले आफ्नो पहुँच तपाईँको अब कुनै पनि पार्टीको शक्तिको आडले तपाईँले चाहिँ उसलाई चाहिँ अनुदान पार्ने कोसिस नगर्नुहोस्। तपाईँ अब फिल्डमा आउनुहोस्, उसको भिजिट गर्नुहोस्, उसलाई के आवश्यक परेको छ त्यो आवश्यक स्रोत साधनहरू चाहिँ तपाईँले उपलब्ध गराउनु पर्ने हुन्छ। बजारीकरण कसरी गर्ने, अब यसलाई चाहिँ तपाईँले तालिम कसरी दिने, उद्योगीहरूलाई प्रोत्साहन कसरी गर्ने भन्ने कुराहरू चाहिँ। अब यही सिलसिलामा तपाईँ एउटा युवा हुनुहुन्छ होइन, तपाईँले अहिले यसरी व्यवसाय सुरु गर्नुभयो, विदेश गइरहेका छन् युवाहरूलाई के भन्नुहुन्छ? नेपालमै बस्न सकिन्छ, केही गरौँ भन्न के सल्लाह दिनुहुन्छ? होइन, अब नेपालको स्थिति हेर्दाखेरि चाहिँ अब नेपालमा धेरै अब के व्यवसाय गर्दाखेरि चाहिँ झट्ट गरिहाल्नु चाहिँ हुँदैन। पहिला त्यसको व्यवसाय कुन तरिकाको गर्ने, कसरी गर्ने, त्यसको बजारीकरण के छ, अनि त्यसलाई चाहिँ तपाईँले एनालाइसिस गर्ने, एनालाइसिस गरेपछि चाहिँ पछि हुन्छ कि हुँदैन। पहिला तपाईँले अहिले सर्टेन एकछिन पैसा कमाएर हुँदैन, तपाईँले त्यो लङ भविष्यसम्मको लागि चाहिँ तपाईँले चाहिँ सोचेर व्यवसाय स्टार्ट गर्नु। जस्तै मैले अब यहाँ एउटा कुखुरा कटिङ राखेँ भने मैले बिजनेस गर्ने धेरै छ। मैले कुखुरा कटिङ भयो, जस्तै मोबाइल पसल भयो होइन, विभिन्न बिजनेसहरू मैले धेरै एनालाइसिस गरेँ। किनकि अब मैले कुखुरा कटिङ राखेँ भने त मैले यो एरियाको सीमित एरिया मात्रै मैले मार्केटिङ भयो, अनि त्यसै कुखुरा काट्ने त थुप्रो छ बजारी। अब मैले मेरो उत्पादन मैले तेल गरेँ, मैले त नेपालभरि मैले आफ्नो ब्रान्डिङ गरेर मैले नेपालभरि मैले बजार विस्तार गर्न सक्यो, बाहिर पनि गर्न सक्यो। किनकि यसको ठुलो मार्केटमा अब मेन त अब बिजनेसको लागि एउटा प्रोडक्सन अनि तपाईँको सेल्स, अनि त्यसको तपाईँको अब उत्पादनको चाहिँ तपाईँको तिनवटा केमिस्ट्री मिलेर मात्रै व्यवसाय बढाउन सकिन्छ। युवाहरूलाई बुझेर केही व्यवसाय गरौँ भन्न तपाईँ सल्लाह दिनुहुन्छ होइन? ल, त्यसलाई धेरै धेरै धन्यवाद। अब तपाईँका कस्टमरलाई यही भिडियो मार्फत के सन्देश दिनुहुन्छ? हाम्रो यहाँ कस्तो छ तेल, कहाँ भिजिट गर्ने, तपाईँको मोबाइल नम्बर सहित ठेगाना पनि बताइदिनुहोस्। हाम्रोमा यस्तो यस्तो तेल हुन्छ भनेर के भन्न चाहनुहुन्छ कस्टमरलाई? ल, मेरो नाम चाहिँ दिपेश ब। हाम्रो स्थान चाहिँ यो कमलामाई 4 साङबाले। हाम्रो उद्योगको चाहिँ नाम समय अर्ग्यानिक तोरी तेल मिल। तपाईँलाई त्यस्तै तोरीको तेलहरू शुद्ध चाहिएको छ भने 97 45 72 20 60 मा सम्पर्क गर्नु होला। अनि के छ, डेलिभरीको सुविधा पनि छ? डेलिभरी सुविधा पनि छ। तपाईँले यो नम्बरमा फोन गरेर भन्नुहुन्छ भने डेलिभरी सुविधा पनि छ। सुविधा नि छ है? भने चाहिँ बजार मूल्य भन्दा सकभर कमैमा हुन्छ, तर बढी हुँदैन है? किनकि अब अहिले म स्टार्टिङ गर्न लागेको नि हो, सो अब मार्केटिङ पनि बुझ्ने होइन, कसरी गर्ने, अब कस्टमरलाई कसरी सर्टिफाई गर्ने, अनि त्यसपछि कसरी डेलिभरी कसरी चाहिँ कस्टमरलाई राम्रो दिने, क्वालिटी दिने, र अनि त्यसको एक्सपिरियन्स पनि बटुल्ने र सुविधा पनि दिने हिसाबले चाहिँ मैले यो चाहिँ व्यवसाय गर्न लागेको। ल सर, धन्यवाद छ।
ल यहाँ कुरा गर्दै थिएँ, एकजना कस्टमर पनि आइपुग्नु भयो तोरीको तेल लिनको लागि। हजुर के तेल लिन आउनु भएको छ? हजुरको यसो परिचय दिएर भनिदिनुहोस् त। म तेल लिन आएको। यहाँको तेल एकदम अब अर्ग्यानिक, अब गाउँको तोरी जम्मा पारेर, तोरी सर्स्यौँ जम्मा पारेर पेल्नु हुँदो रहेछ। हजुर यो तेल लगेर खाँदाखेरि स्वास्थ्यको लागि एकदम राम्रो हुने भएर हामी यहीँबाट तेल लान्छौँ र सबैलाई यही तेल लानु भन्ने सल्लाह है। तपाईँले यहाँबाट यो तोरी मेल राखेपछि अहिले यहीँको प्रयोग गर्नुहुन्छ? राम्रो स्वादिलो छ, सबै परिवारहरू खुसी हुनुहुन्छ? सबै परिवारमा खुसी हुनुभएको छ सबै परिवार। यो तेल, यही तेल युज गर्न अरूलाई पनि सल्लाह दिनु है भन्नुहुन्छ। हजुर। र यो तेल एकदम राम्रो छ, सबैले यही तेल प्रयोग गरेर स्वास्थ्य बनिदिनु भए म पनि आभारी हुने थिएँ। ल धन्यवाद तपाईँलाई। दिपेश सर, यो तपाईँले ड्रम पनि झुन्याउनु भएको रहेछ, यो ड्रम चाहिँ के को लागि? अब तेलकै लागि होला? यो ड्रम चाहिँ कस्तो हुन्छ नि, मान्छे झट्ट आउँदाखेरि चाहिँ एउटा टाढाको मान्छे आउँदाखेरि चाहिँ त्यो भाडा हाल्नको लागि चाहिँ सामान नभएको कारणले चाहिँ मैले यो पनि एभाइलेबल गरिदिएको छु क्या। किनकि यो तपाईँले बजारमा किन्न जानु पर्यो भने यो ड्रमलाई तपाईँले 120 रुपियाँ लिन्छ। हजुर। मैले बजारमा मैले सबै अनुमान गरेको, तर यो मैले चाहिँ अब यो बर्दिवासबाट चाहिँ एउटा सस्तो ठुलो पार्टीबाट चाहिँ ल्याएर चाहिँ मैले 80 रुपियाँ 80 रुपियाँ दिएछु। यो तपाईँको 10 लिटरको छ यो भाडा। यो तपाईँको बजारमा 180-70 सम्म भन्ने रहेछ। हजुर। मैले किन जाँदाखेरि होइन, तर मैले यो 120 मै दिइरहेको छु। किनकि यो सुविधा म चाहिँ अब व्यावहारिक हिसाबले चाहिँ म त मेरो साथीहरू यस्तै मिल व्यवसाय गर्ने साथीहरू पनि छ, उहाँहरूले भन्नुभयो यस्तो ड्रमहरू चाहियो भने चाहिँ एउटा हाम्रो कन्ट्याक्ट छ बर्दिवासमा, उहाँबाट चाहिँ तपाईँ ल्याउन सक्नुहुन्छ भनेर सस्तोमा। यहाँको त तपाईँको लगभग 50% जति, लगभग 40% जति चाहिँ महँगो रहेछ क्या। त्यो पनि सुविधा छ। यो मान्छेले तेल नलाने मान्छे, अरूलाई तेल पेल्ने मान्छेहरूले पनि तेल उनीहरूकै ल्याए पनि उनीहरूले यही ग्यारेन्टी किनेर लिएर जानुभयो क्या, सस्तो भएर। सस्तो पनि अब चाहिन्छ पनि। ल त्यो तपाईँ तोरीको तेलको मलाई एकचोटि देखाएर यो तोरीको तेलको पनि तपाईँ भनिदिन सक्नुहुन्छ होला, यो यस्तो भयो भने चाहिँ राम्रो खालको हुन्छ, यस्तो क्लियर भनिदिनु चाहिँ एकचोटि तोरीको तेल पनि देखाइदिनु न। यो हजुरले यहीँ पेल्नु भएको तेल है? हामीले यहीँ पेलेको तोरीको तेल हो, हेर्नुहोस्। हजुर। यो तपाईँको कस्तो छ भने यो चाहिँ अब तपाईँको सनफ्लावर खाने मान्छेले यो तपाईँले प्रयोग गर्न लाग्नु भएपछि तपाईँले थोरै लाउँदा पनि तपाईँ चटक्क लाग्ने भयो क्या। राम्रो तोरी क्वालिटीको तोरी र केही मिसाएको तोरी कसरी छुट्याउने तपाईँको अनुभवमा? तपाईँको कस्तो हुन्छ, अब बाहिर अब अलिक अब तलतिर तराईतिर चाहिँ अब सस्तोमा भन्छन् होइन, उनीहरूले चाहिँ अब सिजनमा किनेर पनि हुन्छ कि होइन। अब अरू विभिन्न किसिमका अब के मिसाउँदो रहेछ त्यस्तो तोरीमा? मिसाएको तोरी भन्छन्, हुन त पखाले हुँदैन होला, एक हिसाबले फोहोर भयो, अर्थको चाहिँ के मिसाउँछन्? तोरी भन्दा सस्तो केही हुन्छ र? तोरी भन्दा सस्तो त तपाईँको खासमा चाहिँ अब उनीहरूले चाहिँ मिसाउँछ अलिक के हो कारणले चाहिँ सस्तो भन्छन्, तर हामीलाई त्यति जानकारी पनि छैन होइन। हामी सोझो हिसाबले गर्ने हो होइन। अब त्यस्तो अब भन्छन् मान्छेले मिसाएर दिन्छन् भन्छन् होइन। अब के एउटा आलस के हो ठुलो भनेपछि चाहिँ यो तोरी यस्तो क्लियरदेखि नि यो तोरी चाहिँ राम्रो खालको तोरी हुन्छ। तोरीको दुईटा क्वालिटी भन्छन्, एउटा पहेँलो तोरी एउटा कालो तोरी हो। सर्स्यौँ त छुट्टै होला, पहेँलोलाई सर्स्यौँ हो। दुई थरी हुन्छ भन्छ, तोरी चाहिँ तोरी नै हो दुइटै। ल दिपेश सर, धेरै धेरै धन्यवाद, जानकारी गराउनु भयो र हामी नै आशा गर्छौँ युवाहरूले उहाँले भने जस्तै गरी आफ्नै देशमा केही गरौँ र स्वस्थ अर्ग्यानिक केही नमिसाएको कुराहरू जो हाम्रो गाउँमै स्थानीय उत्पादन हुन्छ त्यसैलाई प्राथमिकता दिउँ र आफ्नो स्वास्थ्यको ख्याल गरौँ। ल दिपेश सर, हुन्छ त, ल नमस्कार।